नमस्कार साथीहरू, यहाँहरूलाई स्वागत छ हाम्रो यस शेयर बजार गुरु युट्युब च्यानलमा। आजको यस भिडियोमा हामीले ह्याम्स हस्पिटल लिमिटेडले कति किता आइपिओ शेयर निष्कासन गर्न लागेको हो, कति मूल्यमा आइपिओ शेयर निष्कासन गर्न लागेको हो, यस कम्पनीको आइपिओमा आवेदन दिन कति पैसा आवश्यक पर्छ भन्ने बारे जानकारी दिनेछौँ। किनभने यस कम्पनीले आफ्नो आइपिओलाई अंकित मूल्यमा केही प्रिमियम मूल्य थप गरी आइपिओ शेयर निष्कासन गर्न अनुमति मागेको छ। यस कम्पनीको हालको वित्तीय अवस्था के कस्तो रहेको छ र यस कम्पनीले प्रिमियम मूल्यमा आइपिओ शेयर निष्कासन गर्न अनुमति पाउन कति समय लाग्न सक्छ भन्ने सम्पूर्ण जानकारीको बारेमा चर्चा गर्नेछु। ह्याम्स हस्पिटल लिमिटेडले कुल 32 करोड 40 लाख बराबरको 11,25,000 किता शेयर अंकित मूल्य रु 100 रुपैयाँमा रु 188 रुपैयाँ प्रिमियम मूल्य थप गरी सर्वसाधारणमा आइपिओ शेयर निष्कासन गर्न अनुमति माग्दै 2080 पुस 6 गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो। यस कम्पनीले आफ्नो आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ, जसले आइपिओ निष्कासनदेखि बाँडफाँडसम्म सम्पूर्ण जिम्मेवारी सम्हाल्नेछ। अब हामी कुरा गर्नेछौँ यस कम्पनीको आइपिओमा कति किताको लागि आवेदन दिने र कति पैसा लाग्नेछ। साथीहरू, ह्याम्स हस्पिटल लिमिटेडले आफ्नो आइपिओमा अंकित मूल्य रु 100 रुपैयाँमा 188 रुपैयाँ प्रिमियम मूल्य थप गरी आइपिओ शेयर निष्कासन गर्न अनुमति माग गरेको हो। नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएमा यस कम्पनीको आइपिओमा आवेदन दिन 2,880 रुपैयाँ आवश्यक पर्नेछ। अब कम्पनीको वित्तीय अवस्थाबारे कुरा गरौँ। ह्याम्स हस्पिटल लिमिटेड सन् 1923 मा 1 अर्ब 39 करोड 50 लाख बराबर आम्दानी गरेको थियो भने 2024 मा 1 अर्ब 86 करोड 30 लाख आम्दानी गरेको छ। यो सन् 2023 को तुलनामा 20.19% ले वृद्धि भएको हो। साथै कम्पनीले 80 करोड बराबरको कर्जाका लागि रेटिङ गराएको छ, जसमध्ये लङ टर्म 78 करोड बैंकिङ कर्जाको लागि इक्रा NPBB र सर्ट टर्म 2 करोडको लागि इक्रा NP A3 रेटिङ प्राप्त गरेको हो। यसले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने मध्यम स्तरको क्षमतालाई जनाउँछ। त्यसैगरी कम्पनीको वित्तीय स्थिति पनि सुधार हुँदै गएको देखिन्छ। चालु आर्थिक वर्षको पहिलो 6 महिनामा ह्याम्स हस्पिटल लिमिटेडले करिब 29% सञ्चालन नाफा कायम गर्न सफल भएको छ। प्रोफाइल पनि सन्तोषजनक रहेको छ। सन् 1998 देखि सञ्चालनमा रहेको ह्याम्स हस्पिटल लिमिटेडले पछिल्ला वर्षहरूमा बिरामी सङ्ख्या र आम्दानी दुवैमा निरन्तर वृद्धि गर्न सफल भएको छ। रेटिङ एजेन्सी इक्रा नेपालले आगामी दिनहरूमा हस्पिटलको आम्दानीमा वृद्धि राख्न, अकुपेन्सी दर उच्च राख्न र पुँजीकरण तथा वित्तीय सूचकहरू सन्तुलनमा राख्न सुझाव दिएको छ। अब अन्त्यमा कुरा गरौँ यस कम्पनीले प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्न अझै कति समय लाग्न सक्छ भन्ने बारे। केही समय अगाडि धेरै जसो कम्पनीहरूले आफ्नो वित्तीय अवस्था कमजोर हुँदै पनि प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्न अनुमति पाएका थिए। नेपाल धितोपत्र बोर्डहरूले समेत त्यस कम्पनीहरूलाई अनुमति दिएको भन्दै विवाद र चर्चा भएको थियो। त्यसैले अहिले प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्न पर्खिरहेका कम्पनीहरूको प्रक्रिया नै स्थगित गरिएको छ। अब कम्पनीहरूले आफ्ना सम्पूर्ण वित्तीय विवरण र डकुमेन्टहरू अध्ययन गरिसकेपछि मात्र प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्न अनुमति पाउनेछ। त्यसैले ह्याम्स हस्पिटल लिमिटेडको आइपिओ निष्कासन अनुमति पाउन अझै करिब 4-5 महिना लाग्न सक्छ। त्यसैले साथीहरू, ह्याम्स हस्पिटल लिमिटेडको आइपिओ बारे अहिलेको अवस्था यस्तै छ। कति किता, कति मूल्य, कति पैसा लाग्छ र कति समय पर्खिनुपर्छ भन्ने सबै कुरा बुझ्नुभयो होला भन्ने आशा छ। यदि तपाईँहरूलाई यो भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, साथीहरूसँग सेयर गर्नुहोस् अनि अझ यस्ता जानकारीमूलक भिडियोहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। अन्त्यमा तपाईँको कुनै प्रश्न वा सुझाव छ भने कमेन्टमा लेखिदिनुहोस्, म अवश्य पढ्नेछु र जवाफ दिनेछु। धन्यवाद। अबको भिडियोमा फेरि भेटौँला।
तबसम्मका लागि बाई बाई।